नमस्कार। आज चाहिँ पहिलोचोटि हाम्रो नानीजी साइक्लिङ गर्दैछिन् यहाँ बुटोल केबल कार माथि। नानीलाई डर पनि लागिरहेछ। त्यो अनुहार हेर न, हेर थाहा हुन्छ। अब खिस्सा हाँस्छ, त्यहाँबाट ऊ आउँछ, तर यो हाँसोभित्र लुकेको डर भन्ने प्रष्ट देखिरहेछ क्या। होइन, खस्छ कि भन्ने त अनुहार हेर कतिको डराइरहेछ क्या, हल्का हल्का। तर चाहिँ डराए पनि चाहिँ उसले चाहिँ आफ्नो फेसमा हल्का हल्का इम्प्रेस आउन खोजे पनि, तर चाहिँ उसले लुकाइरहेछ क्या। यो पनि एउटा ठुलो कुरा हो कि, लुकाएर डरलाई लुकाएर साइकल चलाउनु भनेको डरकै आगे जिता भने जस्तै हो कि होइन। एकछिन अझै हेर्दै गाउँ है। त्यो नानीको त मुखको के गर्छ हाउभाव भन्छ नि, इम्प्रेस हो कि के हो त्यो, इङ्ग्लिस आएर खासी आउँदैन आफूलाई। हेरौँ है, ल ऊ नानीको हेर्नु है, अहिले फेरि डराउँछ। ल ल ऊ मुख बिचो डरा साबास। हे डरा भनेको त हाँस्छ। ल है ओ डराएको आमामा। ल हेर अब पुग्ने बेला हुन लाग्छ है। ल सिद्धिने बेला हुन लाग्छ। डराउनुहुन्न। ल है ल अब छोरीले पास ल है। ल ए ल